सुन्दरीजल त मरेर पनि नजानु भन्नेहरूलाई हान एक लात। म चाहिँ सुन्दरीजल धापधाम सोलाइको लागि जाँदैछु। म चाहिँ गोर्खुबाट बस चढेर चाबेल उत्रेर राइट साइडतिर यस्तो घुमेर गएर फेरि अर्को बस चढ्न आँटेँ। अब अर्को बस चढिसकेर फेरि म सरर लागेँ। त्यस पछाडि म पुगेँ गेटमा। आम्मा म कत्रो साह्रो भिड हौ भनेर मनमनै भन्दै थिएँ। त्यसपछि यो भिडमा ठेलठाल पेलपाल गरेर म सबभन्दा अगाडि पुगेँ। अगाडि पुगेर एउटा दाइलाई ढोक्दा 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 गरेर बल्ल बल्ल टिकट काटेँ र मनमनै म त्यो दाइलाई धन्यवाद दिँदै थिएँ। हेर्दै थिएँ भिड पनि कति चाहिँ छ भनेर। यस्तो थियो भिड। अब हेर्दा हेर्दै म पछाडि हेर्छु त मभन्दा पछाडि मान्छेहरू छन्, अघि म पछाडि भएको मान्छे। त्यस पछाडि फाइनली लगभग 9:30 बजेको थियो र म हिँड्न सुरु गरेँ। अब हिँड्दैछु 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 हिँड्दा हिँड्दै एउटा झरना देखेँ आँखैमा र मलाई एउटा गीतको याद आयो। तमाम गीतलाई याद गरिसकेर फेरि मेरो हाइक सुरु भयो र म पुगेँ यस्तो एस्थेटिक ठाउँमा। अलिअलि भिडियो त बनाइहाल्नु पर्यो नि त होइन। अब जाँदैछु पछाडि भिडियो बनाउनको लागि। हल्लिँदैछ क्यामेरा, लड्छ कि जस्तो लागेर पनि फेरि गएँ। आउँदैछु है आफ्नै स्टाइलमा। यस्तो खतरा देखेको छु। पानीको बोतल 25 रुपियाँको बोतल। फेरि म हिँड्न सुरु गरेँ। सरी हाम्रो गोरा दाइ जस्तो भएछ। हिँड्दै थिएँ फेरि एक्कासी हेर्छु दिउँसै रात भयो। ल को यो दिउँसै रात पार्ने भनेर यस्तो अगाडि पछाडि फर्किन्छु, कोही थिएन। त्यही पनि फेरि म सुरुमा हिँड्दै अलि डर लागे पनि हिँडेँ आफै हिँडेँ। यताउता हेर्छु कोही छैन झर्ना बाहेक। अब फेरि आफैलाई देखाउँछु यार मलाई आएर खाइदियो भने के गर्ने होला भनेर हेर्दै हिँड्दै थिएँ। अब हिँड्दै आफै उज्यालो भयो र मान्छे उहाँ 2जना 3जना पर देखेँ र म चाहिँ लगभग छेउमै आइसकेको थिएँ जस्तो लाग्यो। आइसकेको पनि थियो होला सायद। म छेउमै आइपुगेको थिएँ र छेउमा हेर्दै ठ्याक्कै आयो है ड्याम पनि। अब ड्याम हेर्छु, एकछिन बस्छु, 2-3वटा भिडियो बनाउँछु अनि यहाँदेखि बिदा लिन्छु। तपाईँहरूलाई यस्तै खालको भिडियो मिनी भ्लग हेर्नु छ भने मलाई फलो गर्नु होला। साथै यसको फुल भ्लग चाहिँ मैले युट्युबमा हाल्छु 2-3 दिन पछाडि, त्यो पनि हेर्नु होला। थ्याङ्क यू।